हेलो हेलो साथीहरू कता कता हुनुहुन्छ है। म चाहिँ राजबररी परासीमा छु है। लोड गरेर ट्याक्क निस्केँ गाडी। गोर्खा जाँदैछु। आज चाहिँ गोर्खाको लोड भएको साथी हो। टक्क लाएर दुईवटा गाडी चाहिँ लोड भएर निस्किसक्यो। अब दुईवटा बाँकी छ। एकदम सफा छ परासीको फ्याक्ट्री। अगाडिको भ्युज पनि म देखाउँछु तपाईँहरूलाई। यति सफा छ कि एकदम सफा छ फ्याक्ट्री। एकदम सफा छ है बियर फ्याक्ट्री चाहिँ साथी हो। टक्क लाएर 13-12 लोडिङमा लगाइरहेछ। हेर्नु 13-12 भर्खर लगाएछ। 44 निस्किन लाग्छ है। यतापट्टि 12 चक्कर लोड भइरह। त्यो टिकटक हो कि भिडियो कल हो? ल पारा 12 चक्का नि लगभग निस्किन लागिसक्यो। हाम्रो 281 281 मा चाहिँ पश्चिमको लोड भएको छ। मौसमले अलिअलि च्यालेन्ज दिइरहेछ। हेर्नु बादल लागिरह। हेर्नु स्यापकारी मेरो त्यो त पाइप साइड तान्नै ए पर्दैन साथीहरू भन्थ्यो त फेरि हामी चाहिँ लोड भयो। अब चलानी लिएर टक्क हिँड्ने हो। पाइपै तान्न पर्दैन अन्त यत्रो सुरेश दाइलाई हेर्नु भेट्यो भने मलाई फोन गराउँछ एकखेर। यो चाहिँ परासीको भ्युज है गाइज। अरे त्यो इन्डियन सिममा थियो इन्डियन सिम मौसमले च्यालेन्ज दिइरहेछ।